नमस्कार साथीहरू। अमेरिकामा अहिले कागजपत्र विहीनहरूलाई चाहिँ एकदम खोजी खोजी चाहिँ गिरफ्तार गर्न थालिएको छ। अहिले भर्खर मात्र चाहिँ लास्ट विक मात्र 179 जना कागजपत्र नभएका मान्छेहरू जो रेस्टुरेन्टमा काम गर्थे उनीहरूलाई पक्राउ गरेर हिरासतमा राखिएको छ। र अहिले सबै चाहिँ काम गर्ने के अरे जागिर दिने मान्छेहरूलाई चाहिँ जागिरमा को राखेको छ र उनीहरूको I-9 फर्म चाहिँ भर्नुपर्ने अनिवार्य गरेको छ। त्यो I-9 फर्म भनेको चाहिँ के हो भन्दाखेरि यहाँ अमेरिकामा त्यो मान्छेले काम गर्न योग्य छ, अर्थात् काम गर्न लिगल हो, उसले काम गर्न पाउँछ भन्ने त्यो प्रुफ दिने हो। चाहिँ त्यो काम गर्न लिगल छ भनेर प्रुफ दिने पेपर हो, त्यो फर्म हो। त्यो चाहिँ गभर्मेन्टलाई बुझाउनुपर्छ, जुन चाहिँ के अरे हायर गर्ने मान्छेले, जागिर दिने मान्छेले। र अहिले धेरै मान्छेहरू चाहिँ जो रेस्टुरेन्टमा काम गर्छ ऊ मान्छेहरू चाहिँ विद्यार्थीले काम गर्छ र पेपर नभएको मान्छेहरू चाहिँ अहिले रेस्टुरेन्टमा काम गर्ने हो। र पहिला पनि रेस्टुरेन्टमा काम गर्ने मान्छेहरू भनेको चाहिँ कि सुरुमा भर्खर आएको नेपालीहरू, अनि कि विद्यार्थीहरू, कि चाहिँ कागज नभएको मान्छेहरूले चाहिँ रेस्टुरेन्टमा काम गर्ने गर्थ्यो। र अहिले पनि त्यही हो, कागज नभएको मान्छेले काम गर्ने भनेको रेस्टुरेन्टमा, इन्डियन रेस्टुरेन्टमा, नेपाली रेस्टुरेन्टमा, यस्तै रेस्टुरेन्टमा हो। र स्टुडेन्टहरूले पनि कलेजमा काम नपाउने स्टुडेन्टहरूले काम गर्ने भनेको रेस्टुरेन्टमा हो कि चाहिँ यसरी चाहिँ इन्डियनको रेस्टुरेन्टमा, नेपालीको रेस्टुरेन्टमा, कि चाहिँ यसरी छोरी मान्छेले सलुनहरूमा काम गर्ने हो। र अहिले भने अब धेरै गाह्रो भएको छ। एकै हप्तामा 179 जना पक्राउ परेपछि अब भने अरू ठाउँका मान्छेहरू पनि जो अरू स्टेटहरूमा छ उनीहरूमा एकदम के अरे चाहिँ कडा रूपले प्रस्तुत नभए पनि, कडा रूपले चाहिँ पक्राउ गर्न नथाले पनि अहिले डिसीको घटनाले गर्दा चाहिँ त्यसरी रेस्टुरेन्टमा काम गर्ने नेपालीहरू जो चाहिँ पेपर छैन, जो विद्यार्थी हुन्, उनीहरूलाई चाहिँ एकदम त्रासित बनाएको छ। र यसले गर्दाखेरि जो विद्यार्थी साथीहरू, जो पेपर नभएको साथीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ धेरै विचार गर्नुपर्ने अवस्था छ। र अब चाहिँ भने काम गर्दाखेरि बाहिर फेर यसो पुलिसहरू आएको देख्यो, त्यस्तो अवस्थाहरू चाहिँ सचेत भएर काम गर्नुपर्ने अवस्था छ। र यो भिडियो चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो र तपाईँहरूले यो सक्दो सेयर गरिदिनु होला। र जब कि यहाँ पेपर नभएको मान्छेहरूले काम गर्दाखेरि अलि सचेतना अपनाओस् र उहाँहरूलाई अप्ठ्यारो नपरोस्। र जो अप्ठ्यारो के अरे पक्राउ परेका छन् उनीहरूलाई त पक्कै पनि डिपोर्ट नै गर्ने हो। र यहाँ पक्राउ परिसकेपछि कति महिना जेल राखेर, कति समय जेल राखेर अनि प्रक्रिया पुर्याएर डिपोर्ट गर्ने हो। त्यही कारणले गर्दाखेरि यस्तो समस्याहरूमा फस्नुभन्दा पहिला नै आफू सचेत भएको राम्रो भनेर चाहिँ मैले यो भिडियो बनाएको हो है त। फेरि अर्को भिडियोमा भेटौँला। नमस्ते।